छिमेकीलाई तेरो यो सिमाना मिचिएको छ है भनेर भनेपछि छिमेकी आउँदैन खोज्नलाई। प्रधानमन्त्रीले आधिकारिक रूपमा बोलेपछि अब जिम्मा लाउनु पर्यो कि परेन? आधिकारिक रूपमा तपाईँहरूले के बुझ्नुहोस् नि, प्रधानमन्त्रीले बोल्नु भनेको नि, अब प्रधानमन्त्रीले देखाउनु पर्यो नि त, भूमि मिचिएको यहाँ मिचिएको हो भनेर देखाउनु पर्यो कि परेन? जिम्मा लाउनु पर्यो कि परेन? अब आधिकारिक रूपमा बोलेपछि, प्रधानमन्त्रीले आधिकारिक रूपमा बोलेपछि अब जिम्मा लाउनु पर्यो कि परेन? हो कि भन्नुहोस् त, यो कुरा हो भाइ। तपाईँहरूले के बुझ्नुहुन्छ? अब बोल्न पर्छ, एक्सन लिन्छ। अब एकछिन सेना पठाइदियो हाम्रो भूमिमा भनेर, हाम्रो मिचेको भूमि प्रधानमन्त्रीले बोलिसक्यो, अब हामी भनेर सेना पठाइदियो भने के गर्छ? नेपाली सेनासँग त्यो हैसियत छ? हाम्रो हैसियत छ? हाम्रो सेनाले सक्ला र सक्ला र हाम्रो सेनाले के हो? त्यही भएर त प्रधानमन्त्रीले यो कुरा बोल्ने कुरा हो त, तपाईँ भन्नु न। हजुर हो, तपाईँहरू आफै भन्नु न। आफ्नो भूभाग मिचिएको छ भने पनि अब दिन पर्यो भारतले। हाम्रो भनाइ के भने अस्ति जुन मेरो त मैले त हेर्नु सुरुमा भोटै नहाल्नुहोस् भनेको, यी भोट हाल्ने मान्छे सबै पापी हो। भण्डीलाई भोट जताले हालेको छ नि, हेर्नुहोस् आज प्राइभेट हस्पिटलमा उपचार गर्नमा जाने मान्छेलाई के गर्यो? विपन्नको भ्याट, विपन्नको बिमा कटाइदियो आर्थिक सङ्कट देखाएर। विपन्नले अब उपचार पाउँदैन। अनि बच्चाहरू पढ्न स्कुल जाने बच्चाहरूको भ्याट, पानीमा भ्याट, बिजुलीमा भ्याट, अब केमा लाउने भ्याट? केमा लाउने भ्याट? हेर्दै जानुहोस् है। अब अझै 2 महिना हेर्नुहोस् के गर्छ। भनेपछि प्रधानमन्त्रीज्यूले त्यो जुन अभिव्यक्ति दिनुभयो त्यो भनौँ न देशमाथिको त्यो हस्तक्षेप अब बढ्दो छ। बढिहाल्छ नि, प्रधानमन्त्रीले नि भनेपछि बढ्दैन? घरको मेन मुली मान्छेले नि छिमेकीलाई तेरो यो सिमाना मिचिएको छ है भनेर भनेपछि छिमेकी आउँदैन खोज्नलाई? आउँछ कि आउँदैन? बोल्ने ठाउँ पायो होइन? बोल्ने ठाउँ पायो होइन? अब त सेना हाल्ने ठाउँै पायो नि प्रधानमन्त्रीले बोलेपछि। यदि फेरि हाम्रो भूभाग मिचिएको रहेछ भने त फेरि भारतले दिनु पर्यो नि त। अब त्यो छानबिन होला नि त। त्यो मिचिएको छ त, लिपुलेख लिम्पियाधुरा त्यो अस्तिको त्यो राष्ट्रपतिबाट के पास गराएको थियो नि अस्ति, के अध्यादेश पास गराएको थियो नि, त्यहाँ चाहिँ बरु 10,000 सेना पठाउने भनेर पास गर्नु पर्थ्यो नि त। सेना पठाउनु पर्दैन नि। अब यो नेपाली सेनाले बुझ्ने कुरा हो। यदि नेपालमा सेना छ भने देश रहन्छ, सेना छैन भने देश रहँदैन। नेपाली सेनाले बुझ्ने कुरो हो। नेपाली सेनाले नै जान्ने कुरा हो यो। अब चाहिँ क्लियर कट हुन्छ भन्ने जुन कुराहरू आउँछन् नि, के हो खासमा? अब यदि हाम्रो भूभाग मिचिएको छ भने भारतले दिनुपर्छ। तपाईँलाई म एउटा कुरो, सदनमा आएर उभिएर राम्ररी बोल्न नसक्ने प्रधानमन्त्रीले नि नरेन्द्र मोदीसँग गएर, एस जयशङ्करसँग बोलेर होइन, त्यहाँ अजित डोभालसँग बोलेर, अमित शाहसँग बोलेर हाम्रो भूमि फिर्ता ल्याउँछन् भन्ने नि कल्पनै नगर्नु। माग उठाएका हामी त्यो ठाउँमा थियौँ भने नि, हाम्रो भूमि नि हामी फिर्ता ल्याउनलाई कसरी फिर्ता ल्याउनु पर्छ कुरा गर्थ्यौँ होइन। अब हामी भोलि पत्रकार सम्मेलन गर्दैछौँ या पर्सि गरेर हामी गर्छौँ यसको प्रतिरोध गर्छौँ। के हुन्छ एक्सन भन्ने पनि त्यो जनमानसमा हुन सक्छ नि। अनि यो विषयमा त प्रधानमन्त्रीलाई नि राज्य विरुद्धको अपराधमा मुद्दा लाग्नुपर्ने हो। आज हामी राज्य विरुद्धको अपराध के गरेका थियौँ र आज धाका छौँ अदालत। यो विषयमा त प्रधानमन्त्रीलाई राज्य विरुद्धको अपराधमा मुद्दा लाग्नुपर्ने हो। तर प्रधानमन्त्रीले ठिक गरे भन्छन् त फेरि नेपाली जनताले। 350-400 जना मान्छे मुख छाड्नलाई राखेको छ होइन। अनि तिनको कामै भनेपछि दाइ केही छ सुझाव प्रधानमन्त्रीज्यूलाई ठ्याक्कै भनिदिनुहोस् त अन्तिममा। यो भएको चिज अब कहिले छुट्याइदिने हो भनेर भनिदिनु। मिचिएको चिज त छुट्याएर दिनु पर्यो नि, प्रधानमन्त्रीले दिनु पर्यो कि परेन? भनेपछि नेपालको पनि भूभाग फिर्ता आउनुपर्छ पर्दैन दाइ? ठ्याक्कै भनिदिनुहोस्। ल्याउनु पर्यो नि। दम भएको प्रधानमन्त्री हामी जस्तो पनि भिड ल्याउँछ, होइन पनि ल्याउँदैन। के रहेछ त यो दाजु? ढुक्क हुनुहोस् भनेको यही रहेछ। ढुक्क हुनुहोस् भनेको यही हो। 22वटा जिल्ला छुट्याउने हो, मधेस छुट्याउने हो। 22वटा जिल्ला छुट्याउनको लागि यो प्लान भएको हो पहिल्यैदेखि, अब सक्यो।